हेलो अनि नमस्ते सबैजनालाई वेलकम टु आवर च्यानल। आज चाहिँ हामी क्याम्पिङ जाँदैछौँ। त्यही भएर हामीले चाहिँ यति धेरै सामानहरू बोकेको छौँ क्याम्पिङको लागि। च्यानललाई चाहिँ सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिहाल्नुहोस्। हाम्रो यात्रा सुरु हुन्छ भेनाजुको घरबाट। भेनाजुको घरबाट चाहिँ एटलिस्ट 45 मिनट चाहिँ लाग्छ। फर क्याम्पिङ हामीले चाहिँ रकी प्यारा क्याम्प ग्राउन्ड चुज गरेका छौँ। क्याम्पिङ बस्नु छ भने चाहिँ पहिला बुक गर्नुपर्ने हुन्छ। जहाँ पाए त्यहीँ गएर त्यत्तिकै बस्न चाहिँ पाइँदैन। यहाँनिर अगाडि चाहिँ भेनाजुको गाडी छ र हामी भेनाजुको चाहिँ पछि पछि लाएर गइरहेका छौँ। हुन त हामीसँग गुगल म्याप त छ, त्यही पनि हामी सकेसम्म उहाँको नै पछाडि बस्छौँ र उहाँहरूलाई नै फलो गर्छौँ भनेर चाहिँ हामी उहाँहरूको पछि पछि लागिरहेका छौँ। भ्यूको कुरा गर्नुहुन्छ भने चाहिँ 10 on 10 भन्छु म। हजुरहरूले भिडियोमा पनि हेर्न सक्नुहुनेछ। भ्यू एकदमै राम्रो, एकदमै ब्युटिफुल र पिसफुल जस्तो देखिन्छ। मलाई चाहिँ बाटोभरि म भ्यू स्पेसली भ्यू नै इन्जोय गर्दै हिँडिरहेको थिएँ। मलाई भ्यू चाहिँ एकदमै मन पर्यो। 45 मिनटमा यति राम्रो भ्यू मैले एक्सपेक्टै गरेको थिइनँ। त्यही माथि बिचबिचमा गाउँहरू पनि थियो र गाउँहरूको रोडको साइडमा चाहिँ पहिलो पहिलो भएको रुखहरूबाट चाहिँ पत्ताहरू झर्दा झन् मन चाहिँ एकदमै धेरै खुसी भएको थियो। मलाई चाहिँ किन हो यस्तो भ्यूहरू चाहिँ एकदमै मनपर्छ। एनिवे एकछिन भ्यूको मजा लिउँ है, त्यसपछि म हजुरहरूलाई हामीले के सामान ल्यायौँ भनेर पनि बताउँछु। Like a map with no borders, a whisper caught in the wind. I see her boots at the corner cat. ओहो सरी है, मैले हजुरलाई चाहिँ रोकेँ। हामी चाहिँ ठ्याक्कै इन्ट्रेन्समा आइपुग्यो। यो चाहिँ क्याम्पिङको लागि भित्र चिन्ने ठाउँ भनौँ न। एनिवे मैले हजुरहरूलाई चाहिँ के सामान ल्याएको छौँ भनेर बताउँछु भनेको थियो। सामानमा हामीले चाहिँ हामीलाई बस्नको लागि चेयर, खानेकुराहरू र अलिअलि भाँडा र टेन्ट छ। अभियसली यो त फर्स्ट प्रायोरिटी भयो। टेन्ट ल्याएका छौँ र साथै हामीले अब ओड्नको लागि कम्बल, जाडो महिना छ त्यही भएर ओड्नको लागि कम्बलहरू, आगो बाल्नको लागि सामानहरू त्यो चाहिँ फेरि भेनाजुहरूसँग छ, भेनाजुले राख्नुभएको छ। हामीले चाहिँ आधा सामान राखेका छौँ भने भेनाजुहरूले चाहिँ आधा सामान राख्नु भएको छ। क्याम्पिङमा चाहिँ हजुरहरूलाई के चाहिन्छ, हजुरहरूको आफ्नो जरुरत अनुसारको सामानहरू चाहिँ ल्याउँदा हुन्छ। यहाँ चाहिँ स्पोर्ट नम्बरहरू हुन्छ 1 2 3 4 समथिङ लाइक द्याट। त्यस्तोहरू चाहिँ क्याम्पिङको लागि चाहिँ नम्बर राखिएको हुन्छ र आफ्नो कुन नम्बरको बुकिङ गरेको छ त्यही नम्बरमा गएर चाहिँ बस्नुपर्ने हुन्छ। जहाँ पाए त्यही चाहिँ बस्न पाइँदैन। इन्ट्रेन्समा अघि मैले देखाएको थिएँ, त्यहाँबाट चाहिँ कम्तीमा पनि 1 मिनट या 2 मिनट चाहिँ भित्र हामी गइरहेका छौँ। किनभने त्यहाँ अगाडि बस्न पाइँदैन। 1-2 ठाउँ चाहिँ छ त्यहाँ बस्नको लागि, तर भित्र चाहिँ बस्न पाइन्छ। हजुरहरूले क्लियरली भिडियोमा पनि देख्न सक्नुहुन्छ, एकदमै धेरै प्याक छ। अगाडिको ठाउँहरू चाहिँ अलरेडी बुक भएको कारणले गर्दाखेरि चाहिँ हामी चाहिँ लास्टमा गएर बस्नुपर्ने हुन्छ। इभन लास्टसम्म पनि मान्छेहरू चाहिँ बस्नु भएको छ त्यहाँनिर। ल अब हामी बसेको ठाउँ देखाउँछु है त। कति रमाइलो हुन्छ। अस्ति नै हामी विकडेजमा गएर तर मान्छे टन्नै हुँदो रहेछ है। दाउरा त हामीलाई चोरेर राख्दैन। सबले दाउरा चोरेका है, नउस गरेर नि त्यही त। फेरि कोही चेक गर्न आइहाल्यो भने रेन्जर फेन्जर अब चाहिँ हामी सामानहरू सेटअप गर्न थालेका छौँ। भिडियो अलि लामो हुन्छ त्यही भएर चाहिँ मैले फास्ट फरवर्डमा राखेको छु। भिडियो इन्जोय गर्नु होला है।
border, a whisper caught in the wind. I see her boots at the corner cafe with a notebook and a grin. She's chasing skies I've never named while I stay in my lane. But something in the way she moves keeps pulling at my chain. Oh, traveler, you carry the sun in your stride, leaving behind what I hold inside. If I don't ask your name today, I may never get the chance to walk beside your wandering dance. She hums a tune I've never heard in languages I can't speak. She writes down cities on her wrist and dreams she'll never keep. I sip my coffee, miss my cue, still anchored by my fear. But time rolls on like a त्यतिखेर त मजै भएको छैन हौ। अनि विकडेजमा जाने सुन्ने अरू यस्तो विकेन्डमा आउँछ विकडेसँग मेरो बुढोले अलिक 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 बुढी अझै हाल्नु पर्यो कति भयो 3 4 अझै दुईटा हुन्छ त्यहाँ मिलाएर अलिक यता आगो खुम्चिन्छ नि त एकछिनमा आगो भएन कि भेन त सार्नु नि त भएन अहिले आगो सार्नु एउटा यसो केही उयो ल्याउनु भएको छैन टङले फलम कोही ल्याउनु त फलम चाहिँ यो यसो ठेल्नु आगो त्यस्तो खेल्न सक्ने त छैन यो देखौँ त यो सानो लाइट आउँदै ठुलो हेरेर सानो ए त्यो दाउरा हात लामो दाउरा बोल्नु दिमाग लाग्यो पासा बल होइन दिमाग लगाऊ पासा दिमाग लगाऊ बलै मात्र देखाएर गुड मर्निङ सबैजनालाई। हाम्रो त गुड मर्निङ पनि भयो है। हामी चिया खाँदै बसिरहेछौँ सबैजना। पानी चाहिँ पर्ला पर्ला जस्तो भइरहेछ, सिमसिम पानी चाहिँ पर्छ होला। लास्ट नाइट चाहिँ हामीले धेरै नै इन्जोय गऱ्यौँ। अहिले चाहिँ पानी पर्ला जस्तो भएर हामी त्यही डिस्कसन पनि गरिरहेछौँ। प्लस खानाका लागि चाहिँ तरकारी कसले पकाउने भन्ने कुरामा पनि डिस्कस भइरहेको छ। अरू चाहिँ गफकै व्यस्ततामा हुनुहुन्थ्यो। म चाहिँ भने छेउछाउको भ्यूको इन्जोय लिँदै तातो तातो चिया पिउँदै चिसो मौसममा तातो चियाको इन्जोय लिँदै बसिरहेको थिएँ। जो हामी आएको बाटो चाहिँ यो हो र यहाँ चाहिँ टोइलेट छ। टोइलेटको पनि सुविधा छ। मलाई चाहिँ राम्रै लाग्यो। अरू ठाउँहरू हेर्दाखेरि चाहिँ यो टोइलेट चाहिँ एकदमै राम्रै थियो। हेर्नुहोस् मेरो बुढी दिदीहरू भिडियो ल बुढा बुढा फोटो खिच्नु पर्ने भयो। मैले भिडियो अफ गरेँ। खाना खाँदा खाँदा पानी चाहिँ अलि ठुलै पर्यो। त्यही भएर हामीले छिटो छिटो सबै कुरा प्याक गरेर चाहिँ अहिले चाहिँ घर लाग्ने तर्खरमा छौँ। ऊ हेर्दै सक्नुहुन्छ यहाँनिर कति पानी चाहिँ अलिक बढी नै परिरहेको थियो। त्यही भएर सबै सामान प्याक गरेर चाहिँ हामी हिँडिहाल्यौँ। अगाडि चाहिँ भेनाजहरू जाँदै हुनुहुन्छ भने हामी चाहिँ पछि पछि फेरि सेम नै रुट फलो गरिरहेका छौँ। आउँदाखेरि चाहिँ हामी अर्कै बाटोबाट आएको र जाँदाखेरि अर्कै बाटोबाट गइरहेको छौँ। किनभने अर्को पालि आउँदाखेरि चाहिँ यसो एक्सपिरियन्स होस् न के कस्तो रहेछ यो बाटो पनि भनेर चाहिँ त्यो एक्सपिरियन्सको लागि हामी अर्कै बाटोबाट चाहिँ गइरहेका छौँ। अहिले चाहिँ राम्रै छ। छेउमा पोखरी रहेछ। घाम लागेको भए चाहिँ त्यहाँ घुम्न आउनुहुन्थ्यो तर घामै लागेन। एनिवे घाम नलागे नि पानी परे पनि क्याम्पिङ चाहिँ एकदमै रमाइलो भयो। फेरि हामी आउने प्लानहरू चाहिँ गरिरहेका छौँ। अहिलेलाई चाहिँ यति नै। थ्याङ्क यू सो मच फर वाचिङ आवर भिडियो। बाई।